के तपाईँ एउटा यस्तो ठाउँको कल्पना गर्न सक्नुहुन्छ जहाँ तपाईँको पाइला टेक्ने बित्तिकै मृत्युले तपाईँको स्वागत गर्छ? एउटा यस्तो टापु जहाँ रुखहरूका हाँगादेखि भुइँका पातहरूसम्म सबैतिर केवल विषालु आँखाहरूले तपाईँलाई पछ्याइरहेका हुन्छन्। ब्राजिलको तटबाट मात्र 33 किलोमिटर टाढा एउटा यस्तो भूभाग छ जसलाई दुनियाँले स्नेक आइल्यान्ड अर्थात् सर्पहरूको टापु भनेर चिन्छ। यहाँ जानुको अर्थ हो आफ्नै चिहानमा पाइला टेक्नु। आखिर किन ब्राजिलको सरकारले यो टापुमा आम मानिसलाई जान पूर्ण प्रतिबन्ध लगाएको छ? दर्शकवृन्द, आजको यो विशेष एपिसोडमा हामी इदालाकिमादा ग्रान्डेको त्यो भयानक सत्य खोतल्नेछौँ जसले तपाईँको होस हवस उडाउनेछ। यो टापुमा कुनै मानिस बस्दैनन्। यहाँ चल्छ त केवल गोल्डेन लान्सेट सर्पहरूको क्रूर शासन। यो संसारको यस्तो दुर्लभ सर्प हो जुन यो टापु बाहेक संसारको कुनै पनि कुनामा पाइँदैन। वैज्ञानिकहरूका अनुसार यहाँ हरेक 1 वर्गमिटरमा कम्तीमा एउटादेखि 5वटासम्म सर्पहरू बस्छन्। यसको मतलब तपाईँ जहाँ उभिनुहुन्छ तपाईँको 1 हातको दूरीमा अर्को एउटा यमराज तयारी अवस्थामा हुन्छ। यसको विष यति शक्तिशाली छ कि यसले मान्छेको मासुलाई केही मिनेटमै गाल्न सुरु गर्छ। यसले टोकेपछि बाँच्ने सम्भावना 0 बराबर हुन्छ। यो टापुको बारेमा एउटा यस्तो कथा छ जसले आज पनि मानिसहरूको मुटु काम्छ। सन् 1900 को सुरुवाततिर यहाँ एउटा लाइट हाउस चलाउनका लागि एकजना पाले आफ्नो श्रीमती र छोराछोरीका साथ बस्ने गर्थे। तर एक रात झ्यालको सानो पालबाट सयौंको संख्यामा ती विषालु सर्पहरू घरभित्र पसे। ज्यान जोगाउन त्यो परिवार टापुको भित्री जङ्गलतिर भाग्यो। तर उनीहरूलाई थाहा थिएन कि उनीहरू मृत्युको मुखमै दौडिरहेका छन्। भोलिपल्ट जब नौसेनाको टोली त्यहाँ पुग्यो, उनीहरूले कसैलाई पनि जीवित भेटेनन्। भेटिए त केवल ती निर्दोष परिवारका छेदविच्छेद भएका शवहरू। आखिर कसरी यो सानो टापुमा यति धेरै सर्प आए? हजारौं वर्ष पहिले जब समुद्रको सतह बढ्यो, यो टापु ब्राजिलको मुख्य भूभागबाट अलग भयो। यहाँ थुनिएका सर्पहरूका लागि जमिनमा खानेकुरा अभाव भयो। त्यसैले उनीहरू रुखमा चढेर चराहरू समात्न सिके। चराहरूलाई तुरुन्तै मार्नका लागि उनीहरूको विष समयसँगै झन्झन घातक हुँदै गयो। आज यो टापु यस्तो प्राकृतिक जेल बनेको छ जहाँबाट कोही पनि बाहिर निस्किन सक्दैन। आज पनि यो टापुमा केवल ब्राजिलको नौसेना र विशेष अनुमति पाएका वैज्ञानिकहरू मात्र जान सक्छन्, त्यो पनि एउटा विशेष डाक्टरको टोली साथमा लिएर। प्रकृतिले आफ्नो सुरक्षाका लागि यो टापुलाई एउटा खतरनाक किल्ला बनाएको छ। के तपाईँ साहस गर्नुहुन्छ यस्तो ठाउँमा जाने, वा यो टापुलाई सर्पहरूका लागि छोडिदिन उचित होला? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईँलाई मन परेमा लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को यस्तै रोचक विषयमा फेरि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।